अभियानमा इन्टरभ्यू खबरको साथमा आज चाहिँ हामी चाहिँ नेपाल विद्युत प्राधिकरणमा बसेका छौँ र चाहिँ आज हामी इन्जिनियर राजेश कुमार झासँग कार्य प्रमुख झासँग चाहिँ हामी कुराकानी गर्न गइरहेछौँ। यो बिजुली कटौती र चाहिँ के भन्छ बिजुली कटौती र चाहिँ के भन्छ यो बारम्बार बिजुली जानु र चाहिँ के भन्छ रे छिनछिनमा चाहिँ कटौती हुनु त्यसको कारण र अर्को एउटा चाहिँ जनसमुदायको गुनासो के आएको रहेछ भनेदेखि चाहिँ के अरे 3वटा 4वटा फोन नम्बर छ र चाहिँ हाकिम साहबको पनि मोबाइल स्विच अफ हुन्छ। यो कुरामा चाहिँ हाकिम साहबले जनता समझ के अरे आफ्नो कुरा राखिदिनु हुन विनम्र अनुरोध गर्छु। नमस्ते। यहाँ कपिलवस्तुवासी र जनसमुदायहरूमा र आर्थिक क्षेत्रहरूमा मेरो हार्दिक नमस्कार छ। अब यो अहिले जनताहरूबाट बारम्बार यो बत्ती चाहिँ पटक पटक जाने छिनछिनमा जाने जस्तो कुराहरू गुनासोहरू विभिन्न ठाउँहरूबाट मेरो अफिसको नम्बरमा पनि व्यक्तिगत नम्बरमा पनि हाम्रो सब स्टेसनको नम्बरमा त्यसपछि हाम्रो नोलाइटको नम्बरमा विभिन्न नम्बरहरूमा चाहिँ जनगुनासोहरू आइरहेछन्। जनताले सूचना पाउनु भनेको जनताको अधिकार हो। त्यस कारणले गर्दाखेरि विगत केही दिनदेखि हाम्रो खराब मौसम तथा हावाहुरीको कारणले गर्दाखेरि अहिले लाइनहरूमा ट्रान्समिसन लाइनहरूमै पटक पटक समस्या आउने हाम्रो आफ्नो 33 केबीको लाइनहरू यहाँ लगभग 20-22 किलोमिटर जुन जङ्गल हुँदै मोतीपुरबाट हाम्रो यहाँ सब स्टेसन तौलिवासम्म आएको छ कि 20-22 किलोमिटर लाइन चाहिँ जङ्गल थ्रु नै आएको छ। त्यसको कारणले गर्दाखेरि अब कहिले रुख ढल्ने कहिले चाहिँ हावाहुरीले गर्दाखेरि हाँगाहरू भाँचिएर लाइनमा लड्ने ती चिजहरूले गर्दाखेरि बारम्बार चाहिँ समस्या भइरहेछन्। त्यसबाट जनताहरूमा पर्न गएको असुविधाप्रति नेपाल विद्युत प्राधिकरण र म व्यक्तिगत तौरबाट क्षमा प्रार्थी छु। त्यसर्थ हाम्रो टिमहरू राति बिराती जति बेला भए पनि ती सिस्टमहरू भएको बेला अथवा समस्या भएको बेला प्राविधिक अप्राविधिक समस्या भएको बेला 24 घण्टा खटेर यहाँहरूको सेवामा समर्पित छ र उनीहरूले गरेका पनि छन्। सबैले हामी सबैजनाले गरिरहेका छौँ। त्यति हुँदाहुँदै पनि अब दैविक प्रकोपले गर्दा प्राकृतिक आपदा विपदा त्यसपछि हजुरको अब पानी वर्षा अहिले अब ठाउँ ठाउँमा हाम्रो लाइनहरू खेतै खेत गएका छन्। त्यही भएर ठाउँ ठाउँमा चाहिँ पेट्रोलिङ गर्न लाइन पेट्रोलिङ गर्न समस्याहरू भइरहेको हुन्छ। त्यसले गर्दाखेरि अब म आफै पनि साइडमा ठाउँ ठाउँमा साइडमा जानुपर्छ।